इन्ट्रो त्यताबाट लिगौँ ल मिठो छ के गर्न लाग्यो तिमीले यो टिकटकमा हाल्छु क्या तिमी मेरो टिकटक बनाउन लाग्दिने युट्युब युट्युबबाट टन्न पैसा कमाउँछु मिठो गरेर खाइस न भ्युवर्सहरू पनि खाम खाम लाग्ने गरे यसरी हेर्छ त मिठो भएको छ बेबी कसको मिठो भएको छ लाइक नेभर बिफोर होइन पहिला नि भन्दा मिठो खाएको छु मैले कसले बनाएको तिमीले बनाएको मान्छे आज मिठो भएन लास्ट मिठो पर्छ गाइस लास्ट मिठो पर्छ आज पोस्ट चाहिँ नहानै भयो बोलेको चाहिँ नहानु बोलेको पनि रमाइलो हुन्छ नि त यस्तो बोलेको त के हान्दैन नि बोलेरै हाल्ने हो क्या तिमी अहिले यसपालि पोस्ट गऱ्यो भने म क्यामेरा कन्सियस हुन्छु यसपालि च्यालेन्ज भनेको थियो च्यालेन्ज मैले जितेँ है गाइज च्यालेन्ज भने जस्तो कति छिटो खान्छ भन्ने हुन्छ मैले सकाएपछि उसले सकाएन है मैले यो च्यालेन्ज जितेँ त्यो थोरै लाग्दैछ ल थोरै लाग्दैछ ल अब कति नै छ र मजा आयो पिरो भयो गाइस मिठो भयो पिरो भयो अब हजुरहरूले चाहिँ आज खाजामा के खानुभयो कमेन्ट बक्समा लेख्नुहोस् थ्याङ्क यू बाई पिरो See you in another video. के खाउँ नि खै हेलो ए पिरोकै टेस्ट इन्जोय गर्ने हो कि दामी 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 पानी खाउँ नि त मैले चाहिँ यो करेन्ट चाउचाउमा चिज हालेर ट्राई गरेको आज चाहिँ मैले अमुलको चिज युज गरेँ अब अरू कुनै ब्रान्डले चाहिँ मेरो चिज पनि ट्राई गर्दै हुन्थ्यो जस्तो लाग्छ भनेर चाहिँ कोलाबोरेसनको लागि प्लिज डिएम गर्न सक्नुहुन्छ डिएम गर्न सक्नुहुन्छ त्यहाँ कमेन्ट पनि गर्न सक्नुहुन्छ अनि म हजुरहरूको चिज चाहिँ करेन्टमा हालेर पकाउँछु अनि कस्तो हुन्छ We can try. I give the honest we will give the honest review. आज चिज चाहिँ मिठो थियो दामी थियो ठिक्क थियो त्यति मिठो पनि थिएन अब तपाईँहरूले चाहनु लिएर आउनु ल बाई